यो पानी जहाजको 5औं तला हो। यो भट्टी पसलमा खाना खानुभन्दा अगाडि हरेक बेलुका हामी यसरी नै आउने गर्छौं र त्यो पछाडि हाम्रो खानाको समय 8:30 बजेको लागि ओरिएन्टल रेस्टुरेन्ट जाने गर्दछौं। यस्ता गतिविधिहरू पानी जहाज यात्राको सबै सामाजिक सञ्जालमा राखिरहँदाखेरि कतिपय मान्छेले सकारात्मक र नकारात्मक टिप्पणीहरू गर्नुभएको छ। सकारात्मक टिप्पणी गर्नुहुनेलाई धन्यवाद छ, तर नकारात्मक टिप्पणी गर्नुहुनेलाई पनि धन्यवाद नदिइरहन भने सकिँदैन। यसै क्रममा मलाई यो यात्रामा र सामाजिक सञ्जालका टिप्पणीहरू सम्झेर ल्याउँदा दुईजना विश्वविख्यात मनोविश्लेषकहरूको नाम याद आयो र उनीहरूले भनेका कुरा यहाँसँग सेयर गर्नु पर्यो। पहिलो नाम चाहिँ सिगमुन्ड फ्रायडको हो। फ्रायडले के भनेका छन् भने अभिव्यक्त नगरिएका विचारहरू जिउँदै गाडिन्छन्, मर्छन्, तर पुनः फर्केर आउँदा क्रूर भएर आउँछ। तर उनले यो भनेका कुरा कुनै पुस्तकहरुमा त देखिँदैन, त्यही पनि उनले भनेका हुनै भनेर सर्वाधिक सुन्न सकिन्छ। फ्रायडको विचार जस्तै यदि तपाईले विचारहरू व्यक्त गर्नु भएन भने झन क्रूर हुन्छ, त्यसका नकारात्मक विचारहरू गर्नुभएको पनि हामीलाई स्वीकार्य छ। फ्रायडको विचारलाई त्यही छाडेर अर्को मनोविश्लेषक कार्ल जङ अथवा कार्ल गुस्ताव युङको कुरा गर्न गइरहेका छु। कार्ल जङले भनेको कुरो पहिला अंग्रेजीमा भनौं। Thinking is very difficult, that is why people straight jump over to the conclusion. अब यसलाई नेपालीमा भन्ने प्रयत्न गरौं। सोच्न एकदम दुःख हुन्छ, त्यसैले मानिसहरू हतारमा निर्णय गरिहाल्छन्। कालजनको भनाइ एकदम सही लाग्छ। सामाजिक सञ्जालमा मानिसले जे देख्छन् त्यसको टिप्पणी गर्नु हतार गरिहाल्छ, किनभने सोच्न एकदम धेरै दुःख हुन्छ। तर जसले जे भने पनि हामी सबै ती भनाइहरूलाई स्वीकार गर्छौं र यसरी जाँड पिउँदै पिउँदै अनि रेस्टुरेन्टमा खाना खाँदै खाँदै अनि पानी जहाजमा यसरी हल्लिँदै बनाएका भिडियोहरू, तस्बिरहरू यहाँसम्म पुर्याउने प्रयत्न जारी नै छ। कतिपय मानिसहरूले मन पराउनुहुन्छ, उहाँहरूको लागि चाहिँ यो एउटा अवसर पनि हो र धेरै मानिसहरूले यस्तो अवसर नपाउन पनि सकिन्छ। समयको अभावले गर्दा यस्तो अवसर नपाउनु भएको मानिसहरूको लागि भने उहाँहरूको प्रत्येक मानिसहरूको टेलिफोनको स्क्रिनमा हामी पुग्न सक्छौं। त्यसको लागि धेरै धेरै धन्यवाद छ। थ्यांक यू र यहाँहरूको दिन शुभ रहोस्।